हेलो नमस्ते सलाम गुड आफ्टरनुन। आज म तामान सौजना हिजाउमा आइपुगेको छु। यो चाहिँ तपाईँको पुत्रजयामा पर्छ। पुत्रजया एकदम मजाको हाइल्यान्डमा छ। यो गार्डन होइन, पाइन्स ट्रीहरूले भरिएको छ। एकदम रमाइलो आनन्द लिन सक्नुहुन्छ। पाइन्स ट्रीहरूको जङ्गल छ अनि अरू यहाँनिर फुलहरू पनि छन्। फुलहरू छ, पाइन्स ट्री सानो ठुलो खालका जङ्गल रुखहरू छ। जो चाहिँ पुत्रजया त तपाईँलाई थाहै होला सायद, मलेसिया बस्ने हुनेहरूलाई होइन। कति 40 किलोमिटर पर्छ फ्रम क्वालालम्पुर। कति यस्तै 45 to 1 hour लाग्छ। बाइक ट्याक्सी, बाइक कार, बस त आउँदैन होला, ट्रेन पनि आउँछ। ट्रेनमा नि आउनु सक्नुहुनेछ। एकदम रमाइलो ठाउँ छ। यहाँनिर साथीहरूसँग जोडी आए पनि हुन्छ। जोडी लिएर घुम्नको लागि, ड्राई पिकनिकको लागि एकदम मजाको ठाउँ छ है। शीतल रमाइलो। अब तपाईँले देखिराख्नु भएको छ यहाँनिर वरपर रोडको दुवै साइडमा होइन, दुवै छेउमा वुडन फेन्स छ, पाइन्स ट्रीहरू छ। हेर्नुहोस् कति मजाको ठाउँ छ होइन त। ल आउनुपर्छ तपाईँहरू पनि यहाँनिर घुम्नको लागि, टाइम पास गर्नको लागि। हलिडे तपाईँको हलिडे रेस्ट डेमा होइन आउँदा हुन्छ। 1 घन्टा दिनभरिको तपाईँको यहाँनिर चाहिँ राम्रो समय बित्छ। एक दिनको समय चाहिँ राम्रोसँगले बित्छ यहाँनिर। मजाको छ नि है, कस्तो मजाको छ हेर्नुहोस्। रोड स्ट्रेट होइन, ट्याक्कै बाटो साइडमा के अरे एक साइडमा चाहिँ वुडन फेन्स बनाइदिएको छ। कस्तो मजाको वेदर पनि छ हेर्नुहोस् त। आजको वेदर कस्तो क्लियर छ होइन, एकदम क्लियर। जङ्गल पनि कस्तो मजाको जङ्गल छ। कति रमाइलो ठाउँ छ। ल आउनै पर्छ, जानुहोस्, हेर्नुहोस्। हिँड्ने हो भने चाहिँ यसको पुरै क्राउन्ड लाउने भने चाहिँ 1 घन्टा 2 घन्टा जति लाग्छ होला। मजाले नै थाकिन्छ। 2 घन्टा बिस्तारै 2 घन्टा लाग्छ होला होइन। अब हेर्दै घुम्दै अब हेर्दै बिस्तारै त हिँड्नु पऱ्यो होइन। त्यसो गर्दाखेरि चाहिँ लगभग 1 घन्टा 2 घन्टा चाहिँ लाग्छ। ल अब आउनु होला। आज अब यति, आजको मेरो टुर यहीँ सकिन्छ। फेरि नेक्स्ट भिडियोमा भेटौँला। हस्त नमस्ते।